सभामुख महोदय, मेरो आफ्नो साधन छैन। म बिहान सदनमा आउँदा पठाउ वा इनड्राइभबाट आउने गर्दछु। मलाई लाग्छ धेरै मान्यहरूको त्यही अवस्था छ, धेरै बिरामीहरूको पनि त्यही अवस्था हो हस्पिटल जाँदा। तर त्यसको कुरा हामीले ती ड्राइभरहरूले के भन्छन् भन्ने हामी कुरा सुन्छौँ। के सुन्छौँ? पठाउ चलाउनेले आम्दानीको 15% एप चलाए बापत त्यसको पैसा विदेश जान्छ। इनड्राइभ चलाउनेले त्यसलाई चलाए बापत 11% बाहिर जान्छ। कति पैसा बाहिर जान्छ? करोडौँ करोडौँ पैसा बिहान हाम्रो दिनमा बाहिर जान्छ। राज्य छ, नेतृत्व छ, विज्ञ छ, भाषण गर्छ, अझ भएन भने किताब पनि लेख्छ, जानी नजाने निर्देशन दिन्छ, अधिकारका कुरा गर्छ, कर्तव्यको कुरा गर्दैन। यदि सरकारले विश्वासिलो एप बनाउने हो भने 15%मा 10मा झार्देऊ न, 11मा 5 झार्देऊ न, 5% सामाजिक सुरक्षामा राखिदिने हो भने त्यो वर्ग एकैचोटि सम्पन्न हुन्छ। उसलाई उमेर गइसकेपछि वृद्ध भत्ता दिन पर्दैन, त्यो आफै सम्पन्न हुन्छ, त्यो खुसी हुन्छ। खुसी हुने बाटोतिर लाग्नु पर्दैन, आशा जगाउने बाटोतिर लाग्दै पर्दैन। एउटा ट्याक्सीमा बस्दा कति कुरा सुन्नुपर्छ, त्यसले मान्छेको न्यारेटिभ के बनाउँछ? यो देशमा केही बन्दैन भन्ने हुँदैन। त्यसकारण सुरु त्यहाँबाट गर त। आज हामीले 34 वर्ष भयो बहुदलीय व्यवस्था ल्याएको, 34वटा बजेट ल्यायौँ। यस्तै समूहगत रूपमा हामीले सम्बोधन गर्यो भए यो मुलुक कति सम्पन्न हुन्थ्यो, विदेशमा बाहिर जान्थ्यो? यो चिन्तन छ, यो सोच छ। पार्टीका रसिदहरू आफू सम्पन्न बन्ने, आफू बन्ने, आफू निरोगी बन्ने, जनता जहाँसुकै जाओस्, कार्यकर्ता जहाँसुकै जाओस्, यो स्थितिले मुलुक बन्न सक्दैन। मैले केही भन्न चाहन्न। आदरणीय नेतागण, आदरणीय मन्त्रीगण, एउटा राजनेताले मुलुक र जनता हेर्छ, तर एउटा मूर्खले आफ्नो भोटर हेर्छ भन्ने आरोप हामीहरूलाई लाग्नु नपरोस्। यति कुरा मैले राख्न चाहन्छु। यसको थिम मैले राख्न खोजेको यति कुरा हो।